छुट्टी। अब रुमबाट यसो बिहान घुम्दै 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 जाउँ भने हो, टाइम पास गर्दै गर्दै जाँदैछ। हामी दुईजना जाँदैछौँ। बिहान जाडोको मौसम छ। हेलो हेलो, आज उकाली चढ्दै यहाँ तलबाट हिँडेर अब हामी पुग्न लाग्यो माथि मेन 5 पाण्डव बसेको ठाउँ रे। यहाँनिर चाहिँ टिकट काउन्टर छ। यस्तो छ यतातिर। यसरी रातिको लागि लाइटहरू पनि लगाइएको छ। अनि साइडतिर हेर्ने घुम्ने मान्छेहरू धेरै छन्, आउँदैछन् जाँदैछन्। यहाँ यस्तो छ, घरहरू पुरा बनाएका। अब यो हामी फेरि अब अन्तिमतिर आइसकेका छौँ। यस्तरी ढुङ्गा छ यो माथि, यस्ता ढुङ्गा यो खस्न पनि सक्छ भन्ने जस्तो लाग्छ हेर्दाखेरि। यहाँ विभिन्न किसिमका भगवानहरूका, गौतम बुद्धका आकृतिहरू बनेका छन्। साथमा यहाँ नम्बर पनि लेखिएको छ, सायद यो कोठा नम्बर अथवा यो आकृति भएका नम्बरहरू लेखिएको होला। यसमा पनि भित्र पनि तपाईँको मूर्ति छ बुद्ध भगवानको। अनि यसरी तपाईँ हेर्नु सक्नुहुन्छ भित्र यसरी कोरिएका छन् नि। यहाँ बुद्ध भगवान सुतेको बनाइएको छ। कस्तो गाह्रो भयो चढ्नलाई। धेरै गाह्रो भयो यहाँ आउँदासम्म। तर यहाँ आइसकेपछिको रमाइलोपन भने यही हो, चिसो हावा चल्छ। अनि तपाईँको यहाँबाट हेर्ने भ्यूजहरू दिनभर टक्क यहाँ साइडमा हेर्न धुप घाम लाग्छ, घामको मजा लिन सकियो। यस्तो छ। पाण्डु लेनी 5 पाण्डवको पाण्डु लेन भन्छ यहाँ। तिनीहरूले 5 पाण्डवले पहिला बनाएको अरे यो यहाँ आएर। त्यसको कारणले आज आएर हामी यहाँ घुम्यौँ, रमाइलो भयो। तपाईँहरूलाई कस्तो लाग्यो भन्नु होला। लाइक, कमेन्ट्स, सेयर, सब्सक्राइब गरिदिनु होला। धन्यवाद।